सबैलाई नमस्ते। हजुरहरुलाई यस च्यानलमा स्वागत छ। आज म हजुरहरु समक्ष नेपाल बैंक लिमिटेडले भर्खरै प्रकाशन गरेको नयाँ सिलेबस सम्बन्धी जानकारीमूलक भिडियो लिएर उपस्थित छु। आज हजुरहरुले यस भिडियो मार्फत कस्तो छ त नयाँ सिलेबस सम्बन्धी जानकारी पाउनुहुनेछ। भिडियो सुरु गर्नु पूर्व यदि हजुरहरुले यस च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गर्नु होला र नजिकै रहेको बेल आइकन प्रेस गरेर अलमा थिच्न नभुल्नु होला ताकि पछि आउने यस्तै खालको भिडियोहरु हजुरहरुले मिस गर्नुहुने छैन। अब लागौ भिडियोतर्फ। यो चाहिँ तह 4 को रहेको छ। सहायक पदको खुल्ला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम भनेको छ। यो परीक्षा त दुई चरणमा हुने गर्दछ। एउटा प्रथम चरण जसमा लिखित रहेको छ जुन 200 पूर्णाङ्कको हुनेछ भने द्वितीय चरण भनेको अन्तर्वार्ता जुन चाहिँ 30 पूर्णाङ्कको हुनेछ। टोटल 230 पूर्णाङ्कको। जसमा प्रथम चरणमा चाहिँ इकोनोमी, अकाउन्टिङ, म्याथमेटिक्स, स्ट्याटिक्स र आईटी सम्बन्धी रहेको छ भने दोस्रो चाहिँ म्यानेजमेन्ट एन्ड बैंकिङ सम्म रहेको छ। दुईटैको पूर्णाङ्क 100 रहेको छ र उत्तीर्णाङ्क 40 रहेको छ। पहिला चाहिँ एमसीक्यू थिएन। यो वर्ष यो पटकबाट चाहिँ एमसीक्यू राखेको छ फर्स्ट पेपरमा जसमा 50 वटा क्वेशन 1 नम्बरको दरले 45 मिनेट समय रहेको छ भने अर्को चाहिँ छोटो उत्तर आउने प्रश्न 10 वटाको प्रश्न 5 अङ्कको दरले 50 नम्बर 1 घण्टा 15 मिनेट समय रहेको छ। भने दुईटै म्यानेजमेन्ट र बैंकिङको लागि चाहिँ म्यानेजमेन्टको लागि 6 वटा सर्ट क्वेशन र 2 वटा लङ क्वेशन, त्यसै गरेर बैंकिङको लागि 6 वटा सर्ट क्वेशन 2 वटा लङ क्वेशन भने पहिला समय 3 घण्टा थियो अहिले घटेर 2.5 घण्टा भएको छ। समय पनि आधा घण्टा घटेको छ। द्वितीय चरण त अन्तर्वार्ता भनेको छ जुन चाहिँ 30 मार्कको मौखिक रहेको छ। अनि अरु भाषा भनेको चाहिँ लेखाइको भाषा चाहिँ नेपाली, अंग्रेजी वा दुवै हुने भन्ने कुरा छ। अनि लिखित परीक्षा छुट्टा-छुट्टै हुनेछ प्रथम र द्वितीयको लागि। अनि अर्को मेन कुरा भनेको चाहिँ एमसीक्यू मा चाहिँ गलत उत्तर दिएमा चाहिँ 20% चाहिँ अंक काटिनेछ, नदिएमा काटिने छैन भन्ने कुरा। अनि वस्तुगत एमसीक्यू परीक्षाको उत्तर लेख्दा अंग्रेजी ठूलो अक्षर एबीसी मा लेख्नु पर्ने छ भनेको छ। यदि सानो अक्षरमा लेखेमा वा कुनै संकेत गरेमा त्यो उत्तर पुस्तिका रद्द हुनेछ भन्ने कुरा रहेको छ। अनि अर्को चाहिँ एमसीक्यू मा चाहिँ कुनै प्रकारको क्याल्कुलेटर प्रयोग गर्न पाइने छैन। नो युज अफ क्याल्कुलेटर है। त्यतिखेर विषयगत प्रश्नको हकमा चाहिँ लामो प्रश्न वा एउटै प्रश्नलाई 2 वा 2 भन्दा बढी भागमा अथवा एउटा प्रश्न अन्तर्गत 2 वा 2 भन्दा बढी टिप्पणीहरु सर्ट नोटहरु सोध्न सकिनेछ भन्ने कुरा रहेको छ। त्यस्तै गरेर विषयगत प्रश्न हुने पत्र अथवा विषयको प्रत्येक खण्डको लागि चाहिँ छुट्टा-छुट्टै उत्तर पुस्तिका हुनेछन् र सही बमोजिम हजुरहरुले लेख्नु पर्ने छ। अनि पाठ्यक्रम अनुसार परेका ऐन नियम कानुन तथा विनियमहरु चाहिँ परीक्षा मिति भन्दा 3 महिना अगाडिसम्म संशोधन गरिएका अथवा हटाइएकाहरुलाई चाहिँ पाठ्यक्रममा भएको भन्ने सम्झनु पर्ने छ भनेको छ। यदि हजुरहरु फर्स्ट पेपरमा पास हुनुभयो भने चाहिँ हजुरहरु सेकेन्ड चरणको यानी कि इन्टरभ्युमा चाहिँ सिलेक्ट हुनुहुनेछ भन्ने कुरा रहेको छ। यो पाठ्यक्रम स्वीकृति मिति चाहिँ 2081 12 महिना 14 गते रहेको छ। तर यो आज मात्रै आएको थियो। आज 19 गते मात्रै यो पब्लिश भएको थियो। त्यसैले अब हेरौं के सोध्छ त के पढ्नु पर्यो भन्ने कुरा। फर्स्टमा रहेको छ इकोनोमी, अकाउन्टिङ, म्याथमेटिक्स, स्ट्याटिक्स र आईटी बाट चाहिँ 25 वटा 1 नम्बरको क्वेशन र 5 वटा 5 नम्बरको करेक्सन गरेर 50 नम्बरको सोध्नु छ। जसमा इकोनोमिक्स र अकाउन्टिङमा चाहिँ म्याक्रो इकोनोमिक्स इन्डिकेटरहरु जस्तै जीडीपी, पर क्यापिटा इन्कम, इन्भेस्टमेन्ट, कन्जम्पसन, सेभिङ, इन्फ्लेसन, पब्लिक डेब्ट म्यानेजमेन्ट, पपुलेसन, एक्सपोर्ट, इम्पोर्ट यिनीहरु सोध्ने छ। अर्को रहेको छ च्यालेन्जेस अफ इकोनोमिक डेभलपमेन्ट इन नेपाल। यो टपिकबाट चाहिँ एउटा क्वेशन चाहिँ फिक्स नै हो। अनि मोनेटरी एन्ड फिस्कल पोलिसी, त्यसैले इन्डस्ट्रियल एन्ड कमर्सियल पोलिसीहरु। अनि अकाउन्टको केसमा यिनी चाहिँ इकोनोमिक्स सेक्टरतिर पर्यो भने अकाउन्टको केसमा चाहिँ बुक किपिङ एन्ड अकाउन्टिङ रहेको छ जसमा चाहिँ अब्जेक्टिभ, यसको स्कोप के छ, फंक्सन के हुन् हैन, डिफरेन्ट बिट्विन चाहिँ यो दुईटामा फरक के छ यो पढ्नु पर्ने छ। त्यसै अर्को छ डबल इन्ट्री सिस्टम, दोहोरो लेखा प्रणालीहरु। त्यसै अर्को रहेको छ ब्यालेन्स सिट, प्रॉफिट एन्ड लस अकाउन्ट, क्याश फ्लो स्टेटमेन्ट, फन्ड फ्लो स्टेटमेन्टहरु। त्यतिखेर अर्को रहेको छ फाइनान्शियल एनालाइसिस जसमा चाहिँ लिक्विडिटी रेशियोहरु, लिभरेज रेशियोहरु, टर्नओभर रेशियोहरु, अनि प्रॉफिटेबिलिटी रेशियो, अनि कस्ट भोल्युम प्रॉफिट एनालाइसिस। अनि अर्को रहेको छ इन्टरनल कन्ट्रोल एन्ड इन्टरनल अडिट र एउटा इन्भेन्टरी म्यानेजमेन्ट।
योबाट चाहिँ 25 वटा सर्ट क्वेसन र 5 वटा 25 वटा एमसीक्यू र 5 वटा सर्ट क्वेसनहरु सोधिनेछ भने अर्को खण्ड खमा रहेको छ जसमा चाहिँ म्याथमेटिक्स स्ट्याटिक्स र इन्फर्मेसन टेक्नोलोजीबाट चाहिँ 50 मार्क्सको 25 वटा सर्ट 5 वटा लङ यानी कि 25 वटा एमसीक्यू र 5 वटा क्वेसन एन्सर बेस्ड क्वेसन सोधिनेछ जसमा म्याथमेटिक्सहरुमा चाहिँ धेरै टपिकहरु रहेका छन् इन्टिजर्स युनिटरी मेथड फ्र्याक्सन पर्सेन्टेज रेशियो एन्ड प्रोपोर्सन प्रॉफिट एन्ड लस सिम्पल एन्ड कम्पाउन्ड इन्ट्रेस्ट एलसीएम एन्ड एचसीएफ इन्डेक्स नम्बरहरु रहेको छ त्यसैगरी अर्को स्ट्याटिक्समा चाहिँ टेबुलेसन एन्ड ग्राफिक मेथड अफ डेटा एनालाइसिस जसको मेजरमेन्ट अफ सेन्टर टेन्डेन्सी एन्ड डिस्पर्सन जसमा मिन मिडियन मोड र स्ट्यान्डर्ड डेभिएसन रहेको छ अनि सिम्पल कोरिलेसन एन्ड रिग्रेसन एनालाइसिस प्रोफिटेबिलिटी एन्ड स्याम्पलिङ तपाईको हिसाब पनि आउन सक्छ हैन अथवा रिटर्न लेख्न पनि आउन सक्छ अर्को रहेछ आईटी इन्फर्मेसन टेक्नोलोजी जसमा कम्प्युटरको इन्ट्रोडक्सन अपरेटिङ सिस्टममा डिस्क अपरेटिङ सिस्टम डस अनि विन्डोज लिनक्स साथै अफिस प्याकेजहरु है त्यसरी कन्सेप्ट अफ इन्टरनेट इन्ट्रानेट र इमेलको बारेमा अनि डेटाबेस म्यानेजमेन्ट सिस्टम डीबीएमएस म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम एमआईएस र रोल अफ इन्फर्मेसन टेक्नोलोजी इन बैंकिङ सिस्टम रहेको छ त्यसैगरी नेक्स्ट रहेको छ अब फर्स्ट पेपर चाहिँ भयो फर्स्ट पेपरको पहिलो पत्र चाहिँ भयो अब दोस्रो पत्र रहेको छ जसमा चाहिँ म्यानेजमेन्ट एन्ड बैंकिङ रहेको छ जसमा 6 वटा सर्ट क्वेसन र 2 वटा लङ क्वेसन योबाट चाहिँ तपाईको रिटन एक्जाम मात्र हुन्छ एमसीक्यू चाहिँ हुँदैन जसमा म्यानेजमेन्टमा चाहिँ म्यानेजमेन्ट कन्सेप्ट प्रिन्सिपल र फंक्सनहरु रहेको छ अनि अर्को रहेछ इमर्जिङ ट्रेन्ड इन म्यानेजमेन्ट त्यसैगरी अर्को टपिक रहेको स्टेज इन ग्रुप इन्फर्मेसन ग्रुप डाइनामिक्स अर्को रहेको छ मोटिभेसन एन्ड लिडरशिप कन्सेप्ट र इम्पोर्टेन्ट के छ यसको है अनि कम्युनिकेसन जसमा चाहिँ टाइप्सहरु फ्याक्टर इन्फ्लुएन्सिङ कम्युनिकेसन त्यसैगरी अर्को छ सुपरभिजन मोनिटरिङ एन्ड कन्ट्रोल अनि अर्को छ एचआरएम ह्युमन रिसोर्स म्यानेजमेन्ट जसको कन्सेप्ट मिनिङ र फंक्सनहरु रहेको छ अनि अर्को रहेको छ रिक्रुटमेन्ट एन्ड सिलेक्सन प्रोसेस भर्ना र छनौट प्रक्रिया अर्को रहेको छ जब डिस्क्रिप्सन जब स्पेसिफिकेसन र जब रोटेसन अनि पर्फर्मेन्स एप्राइजल एन्ड रिवार्ड सिस्टम अर्को रहेको छ इन्डस्ट्रियल रिलेसन जसको कन्सेप्ट ट्रेड युनियन अनि कजेज एन्ड सेटलमेन्ट अफ इन्डस्ट्रियल डिस्प्युट अनि कलेक्टिभ बार्गेनिङहरु त्यसैगरी अर्को रहेको छ कन्सेप्ट अफ कर्पोरेट गभर्नेन्स अनि अर्को रहेको छ अफिस एन्ड रेकर्ड म्यानेजमेन्ट जसको मोडर्न भ्यू कस्तो छ फंक्सन के हुन् हैन अनि प्रपोज इसेन्शियल एन्ड लाइफ साइकल अफ रेकर्ड लेटरहरु लेख्ने मेमोहरु लेख्ने कुराहरु भयो अनि अर्को रहेको छ कस्टमर रिलेसन सर्भिस जसको इम्पोर्टेन्स टुल एन्ड टेक्निक रहेको छ त्यसैगरी खण्ड खमा छ 6 वटा प्रश्न 5 अंकको र 2 वटा प्रश्न 10 अंकको गरेर 50 मार्क्स जसमा चाहिँ बैंकिङ सम्बन्धी अब बैंकिङ सम्बन्धी चाहिँ यहाँ काम लाग्नेको जसमा बैंकिङ इन नेपाल अब इभ्यालुएसन अर प्रेजेन्ट सिनारियो कस्तो छ कस्तोबाट कस्तो भइरहेको छ हैन अनि फाइनान्शियल सेक्टर रिफर्म प्रोग्राम इन नेपाल त्यसैगरी रोल एन्ड फंक्सन अफ सेन्ट्रल बैंक जसमा चाहिँ नेपाल राष्ट्र बैंक र कमर्सियल बैंकहरुको के छ त्यसैगरी म्यानेजमेन्ट अफ कमर्सियल बैंक जसमा चाहिँ डिपोजिट म्यानेजमेन्टहरु लेन्डिङ म्यानेजमेन्ट कस्ट म्यानेजमेन्ट रिस्क म्यानेजमेन्ट कस्तो छ योबाट क्वेशन आउने भयो अनि अर्को चेक ड्राफ्ट र बिल कलेक्सन भनेको छ जसको चाहिँ डेफिनेसन चाहियो टाइप्स चाहियो ह्यान्डल कसरी गर्ने र रिकन्सिलिएसन कसरी गर्ने यो कुरा भयो अब अरु चाहिँ एक्टहरु रहेको छन् नेपाल राष्ट्र बैंक एक्ट 2058 बैंक एन्ड फाइनान्शियल इन्स्टिट्युसन एक्ट 2073 बाफिया जसलाई भन्छौं हामीले अनि बैंकिङ अफेन्स एन्ड पनिशमेन्ट एक्ट 2064 एसेट्स मनी लन्ड्रिङ प्रिभेन्सन एक्ट 2064 नेगोसिएबल इन्स्ट्रुमेन्ट एक्ट 2034 यो रहेको छ अब दोस्रो चरण भनेको चाहिँ अब इन्टरभ्यु रहेको थियो इन्टरभ्युमा चाहिँ हजुरहरु मौखिक कुरा भयो यति चाहिँ अहिलेको नयाँ सिलेबसहरु रहेको कुरा जानकारी गराउँदै छु हस् त आजलाई यति नै हजुरहरुले भिडियो कस्तो लाग्यो के सल्लाह सुझाव छन् भने चाहिँ दिन नभुल्नु होला अब हामी अर्को भिडियोमा भेट्नेछौं तबसम्मको लागि थ्यांक्स फर वाचिङ